आए अब के हुन्छ कस्तो हुन्छ म देखाउँला हजुरलाई रान्छ जानु है एक्लै एक्लै मै मात्रै हो कि अरू कोही पनि आछन् हेर्नु उतातिर निलो टाइपको देखिरहेको छ ओ देख त भ्यू रारा हेर्नु त गाईदारी चाहिँ म यिनीचिकै पुगेँ यस्तो दोधार भएको छ कि ढुङ्गामा गएपछि त्योदेखि यस्तो आउनुपर्छ यतादेखि गएपछि यस्तो हिँड्नुपर्छ क्या के गर्ने के गर्ने दोधारमै परेछु ढुङ्गामा यस्तो मजा भएको छ सबैजनासँग यसरी बसिराखौँ यता चाउचाउ साउचाउ खाएर म भिनाजको चाउचाउ खाउँछु दिखाउँछ होइन कस्तो निकी साथी छ न ढुङ्गा अहिले दिन गएपछि त यिनीहरूको पट्टा हान्ने भएको त हाई हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल सुनिके भनेर आई होप हजुरहरू सन्चै हुनुहुन्छ म पनि फिट एन्ड फाइन छु गाइजहरूको सामु ब्लग एन्ड भिडियो लिएर आइसकेको छु आज चाहिँ म रारा जाँदैछु रारा अनि के कस्तो हुन्छ देखाउँदै जाउँला हेर्दै गर्नु ल ल पोखर पनि पाइन्छ नि जुन आएर बुलबुल पाइन्छ ल राम्रोसँग जानु है गाइज अहिलेसम्म आएँ म उहाँहरूसँग गाडीमा म चाहिँ अब यदेखि माथि जान्छु उहाँहरू चाहिँ यतादेखि मुगु जानुहुने हो मेरो सामान यतै झरिसक्यो मेरो एक च्या छ यता टाटा बाई बाई ल बाई राम्रोसँग जानु है ल मेरो चाहिँ अब यदेखि माथि चारतिर जानुपर्छ मेरो सामान मैले त दिदीको लागि नासु ल्याएछु एक च्या गुम्बा हेर्नु हाम्रोतिरको अर्ग्यानिक सो गाइज फाइनली म रारा मिली चौड यस्तो एकदम भाग्य रहेछ क्या मेरो चाहिँ घरबाट आउँदाखेरि ठ्याक्कै एउटा सबै मुगुको माननीय जुम्लाको माननीय सबैजना आउनुभएको थियो अनि उहाँहरूको गाडीमा आएँ अनि त्यसपछि माथि ठ्याक्कै एउटा बाइक भेट्यो हतार हतारमा त्यसरी भिडियो चाहिँ बनाएन होइन अनि बाइक भेट्यो अनि बाइकमा आएँ के अनि त्यसपछि फेरि अनि सल्लेरी पुग्यो एकछिन दिदीकोमा गएँ अनि ठ्याक्क निकिन्दाको गाडी आएको थियो अनि मिलीसम्म आएँ मिलीसम्म गाडी आउनु क्या हिँडेर आउँछन् अनि मिलीसम्म आएँ एक्लै यस्तो चाहिँ घनार जङ्गलमा हिँड्नु छ बाख्रा खाएर लग्यो भने नि होइन यस्तो कि एक्लै जानु त डर हुन्थ्यो अनि तपाईँसँग बोले जस्तो हुन्छ क्या भिडियो बनाएपछि म कसैसँग एट्याच छु जस्तो तपाईँहरूसँग बोलिरहेको जस्तो भएर डर लाग्यो होइन यो त अगाडिसम्म पुगेको छु पछाडि ब्याग छ लुम्किलो हिँडिरहेको छु अनि तल मान्छेले कुरा दिनुभयो ढुङ्गाको लागि अनि तल रुखा भनेर म त एकछिन नै तल पुग्छु यस्तो बाटो छ नि त म हात्तेछु क्या बोल्दा पनि कस्तो यस्तो हतार भालो जस्तै बोलेको छ है म हात्तेछु क्या तल गएर छिटो गाडी कति उता गऱ्यो ढुङ्गा चुकायो भनेपछि त झ्याउ हुन्छ त अनि उता त्यो गरेँ हामी जाने चाहिँ कहाँ हो मैले नामै बिर्सेँ म त्यो ठाउँको नाम पछि पत्ता लगायो भनेपछि भन्छु है उता त्यो पुल चढेर उतै जाने हो क्या अनि म चाहिँ किन जानला भनेपछि म चाहिँ सर्वे क्याम्प छ क्या हामीहरूको चाहिँ अनि हिजो नै म भर्खर हिजो सुर्खेतदेखि घर पुगेँ अनि हिजो नै विद्यार्थीहरू आइसकेको थियो अनि म चाहिँ आउनै सकेन क्या धेरै रिस्क लाग्नै सकेन अनि तिनीहरू पनि हिजो राति 11 बजे पुग्यो आउनु अनि त्यही भएर हो अहिले म जाँदैछु गाइजहरू हात दुखिसक्यो अर्को हातको त बनाउँछु ल एकछिन हात दुखाएर क्यामेरा अफ गरिदिएको त डर लागिरहेको क्या कस्तो जस्तो लागिरहेको कोही छैनन् क्या हेर्नु न छ्या अघि पछि त मान्छेहरू आइरहेको थियो घुँडा पनि नखेरेको थियो एउटा मान्छे हल्का पछाडि आएको थियो मैले त्यो मान्छेलाई कुर्छु सोचेको थिएँ अनि मान्दाले तल कल गर्नु भएर छिटो आइज छिटो गइज 10 मिनटमै पुग्नु नानी म 10 मिनटसम्म रोक्छु भन्नुभएर खाएँ तल ढुङ्गाले अनि ढुङ्गा नगएपछि यो ताल वरिपरि घुमेर जानुपर्छ रहेछ क्या उता पुलसम्म अनि त्यतिसम्म गर्नुभन्दा त बरु एकछिन म डकुँदै जान्छु भनेर चाहिँ आएको छु यता ए एउटा घोडा आयो तल बल्ल सास आयो पछाडिबाट घोडाहरू गइरहेको देखेर ओ माई गड हेर्न बाटोको बाटो यस्तो छ अनि म क्यामेरातिर हेरिरहेको छु कसरी जाने अहिले बल्ल बल्ल त डर लाग्नै छोड्यो अनि त्यसपछि अब 5-6 दिनको लागि सर्वे क्याम्प छ हामीहरूको चाहिँ अनि केटिएसको विद्यार्थी चाहिँ हाम्रो बुलबुलीमै आएको थियो अन्त हाम्रो ठाउँको स्कुलले पनि बुलबुली आयो भने मलाई यति आउनु पर्थेन होला सायद है अब आएँ अब के हुन्छ कस्तो हुन्छ म देखाउँला हजुरहरूलाई हेर्नु होला यस्तो हुन्छ कतिखेर अब राम्रोसँग भिडियो बनाउला भन्नुहुन्छ टाइम पुग्दैन कहिले के गरिन्छ गाह्रो छ त गाह्रो छ त सोचे जस्तो छैन छैन हात गरिसक्यो खुट्टा गरिसक्यो अनि हिजोको विद्यार्थी त 11 बजी राति पुग्यो हिजो बेलुका आएर त मेरो बेचोक हुन्थ्यो नि बेचोक
अनि के कस्तो हुन्छ देखाउँछु हेर्नु होला है हेर्नु यतातिरको रुखहरू क्या यो सल्लो हो हाम्रोतिर प्रायः जस्तो सल्लो हुन्छ क्या यो रुखहरूको पातहरू तल खसेछ यो पातहरू हुन्छ नि त यो पातहरू चाहिँ हाम्रोतिर त्यो के अरे पशुहरूले मल गर्ने हुन्छ क्या मल अनि यहाँबाट यति टाढाबाट लग्न को आउँदैन उच्च त यत्तिकै सर्छ घर घरतिर अब त हुन्थ्यो होला माथिबाट घोडा आउने गयो त घोडा नआउने पछि जान्छ त तर डर्दैन लट तपाईँ कस्तो एक्लै आउनुभएको त घोडामा तपाईँकै घोडा हो ए म तल ढाडा अब थोरै छ कि न पुग्न त्यो के अरे उता न पुलदेखि उता नजिकै होटल चाहिँ ठाउँको नाम के अरे पुलदेखि उता छ नि त्यो गाउँको नाम हो नि त होइन हो माझगट्टा जाने माझगट्टा हो र खै कुन होटेल पो हो अगाडि सरहरू जानुभएको क्या त्यही त अहिले तल ढुङ्गामा जान्छु ल माथिबाट आएको बाटो गयो त म पनि चढिहाल्थेँ तलबाट आउनु त बिचरा थाकी गएँ अब यति मात्रै हो त्यसपछि ढुङ्गा चढेपछि त केही हुन्न तर त्यस्तो हिँड्नु परेन मजै भयो गर्दै खाँदाखेरि भाग्यै रहेछ लक्की नै रहेछ जे होस् कहिले काहीँ सायद राम्रै हुन्छ क्या नसोच्दा पनि कुनै दिन यस्तो दामी गरेर गएको सायद बन्छ होला जस्तो हुँदैन नि त त्यो कुनै दिन सायदै भन्दैन होइन कुनै दिन चाहिँ बबाल तर्काले सायद भनिदिन्छ नि त्यही हो यस्तो जङ्गलमा को आउला एक्लै एक्लै मै मात्रै हो कि अरू कोही पनि आउँछन् होइन त त्यो पुल पहिला हामी सानो बच्चामा पाठ पढ्दाखेरि ल्याउनु भएको थियो क्या सरहरूले हिँडाएर त्यतिखेर चाहिँ यो पुल भनेपछि आहा रारा मेरो यस्तो सोच हुन्छ क्या सुरुमा चाहिँ मेरो घर त यतै घर भयो भयो मेरो घर रारा भयो हुन्थ्यो त अनि जति दिन प्रतिदिन बढ्दै गयो हल्का टाढा गयो अर्को राम्रो हुन्छ अर्को राम्रो हुन्छ त्यस्तो हुन्छ होइन सुरुमा बच्चा सम्झि त यो कम राम्रो लाग्छ त यो पुलमा घोडामै कतिचोटि चढेँ म डर लाग्यो मैले अहिले त हातै दुखिसक्यो अब कतिखेर तर मैले नास्ता खाएर हो डन्नै भएको छु भोक त होइन अब त्यति गएर खानासाना खानुपर्ने होला जस्तो लागिरहेको मलाई चाहिँ अरू के कस्तो हुन्छ मात्रै भन्ने आउँछ यार अरू के आउनु न मुखमा तेरो धेरैपछि भ्लग बनाएपछि यस्तै हुन्छ क्या मलाई थाहा छ गाई तपाईँसँग बोल्दै आएर यति टाढा आइसक्यो नि म एक्लै भएको पनि डराएर आउँथेँ माइ गॉड अब म पुगिसकेँ थोरै छ म पुग्नु रारा ताल पुगी देखिसक्यो देख्नु भयो निलो टाइपको देखिन्छ हेर्नु उतातिर निलो टाइपको देखिरहेको छ म पुगिसकेँ कस्तो स्याफे भएको क्या बोले भने त्यो स्या होला है यो साइक्लिङ गर्ने होला जस्तो लागिरहेको है मलाई चाहिँ साइक्लिङको लागि चाहिँ बजेट छुटा भन्ने सुनेको थिएँ होइन त्यो बना होला जस्तो लाग्यो ओ माका तल निलो देखिरहेको होइन त्यही हो राधा ताल त्यही हो मेरो हालत थाकेकोमा त मजाको हालत यसो भइसक्यो यार होइन नि त तल सुर्खेतबाट झ्याप्पी माथि यसरी हिँड्नु परेर होला जस्तो लागिरहेको छ नत्र त पहिलोचोटि अस्तिको चोटि आए बेला त म यताबाट त त्यो घोडामा आएको थिएँ नि त बुझिरहेको घोडा तर रारा त बवाल छ यार ओ माई गॉड रारा मम्मी थाकिसकेँ कस्तो हेँ गरेँ आउँदा मैले है यस्तो नाटक पारी जस्तो सोच्नु होला त्यस्तो होइन म त थाकेको छु अब म राराको भ्यू देखाउँछु मेरो अनुहार तपाईँले देख्नु त भएको छ होइन मेरो राराको भ्यू देखाउनु होइन यति टाढा आएर राराको नदेखाएर म मेरै अनुहार देखाउँदा छु होइन त ओ लुक एट द भ्यू म ऊ त्यो जङ्गलबाट आएँ हेर्नु न अब लुक एट द भ्यू रारा हेर्नु त ओ माई गॉड अब म कहाँ जाने यतादेखि उताभित्र जाने हो क्या म चाहिँ मुरमाटप त्यो माथि छ तल नजिकै ढुङ्गाहरू पाइन्छ म ढुङ्गा चढेँ भने चाहिँ हजुरहरूलाई म देखाउँछु ढुङ्गाहरू चढेन भनेपछि म चाहिँ अनि लुखुर जाऊ हो नि कि जाने कि लुखुर मेरो भाग्य कतिको छ भन्ने हो क्या मेरो भाग्य छ भनेपछि त म गाडी ढुङ्गा भेटाउँछु होइन मेरो भाग्य छैन भने चाहिँ म हिँडेर जानुपर्छ एक्लै जान्छस् त बाबै एक्लै आयो तर एक्लै आयो भने यस्तो ठाउँमा मो छ चिल
भिड छ चिलमा, मान्छे छ चिलमा यस्तो ठाउँमा पनि। तर यस्तो भिडियो बनाउँदै जाँदाखेरि चाहिँ कस्तो कोही तपाईँहरूसँग म बोलिरहेको छु, तपाईँहरूलाई म देखाइरहेको छु जस्तो हुने क्या, त्यस्तो एक्लो फिल चाहिँ नहुने रहेछ क्या जस्तो लाग्यो मलाई चाहिँ। तपाईँहरूलाई कस्तो लाग्छ? होइन भिडियो बनाउने मान्छेहरूलाई त्यस्तै लाग्छ है गाइजहरू। ओ माई गड थाकेँ। अब म तलै गएर भिडियो बनाउँछु ल। ओ माई गड आज पनि कति दामी देखिने हो क्या, हेर्नु न तलतिर कस्तो गोरुहरू चढिरहने त। माई गड आकाश त्यस्तै तल हेर्नु न, स्वर्गको टुक्रै आएछु म त। ल गाइज म चाहिँ पुग्न लागिसकेँ। घोडाहरू यतिखेर चढ्नको लागि छोड्नु हुँदो रहेछ सबैजनाले। अब पछि मान्छेहरूलाई चढाउनु पर्छ नि त। अब मान्छे ठ्याक्क आउने बेला पनि भइसक्यो। म त्यो नजिकै डुङ्गा पाइन्छ अनि त्यो नजिकै गएर डुङ्गा चढ्छु। गाइज अहिले चाहिँ म यही नजिकै पुगेँ। यस्तो दोधार भएको छ कि डुङ्गामा गएपछि त्योदेखि यस्तो आउनुपर्छ, यतादेखि गएपछि यस्तो हिँड्नुपर्छ क्या। के गर्ने के गर्ने दोधारमै परेछु। डुङ्गामा जाउँ कि घोडामा जाउँ कि हिँडिन जाउँ कि। हिँडिन गएपछि एक्लै छु। डुङ्गामा गए पनि त्यति टाढा छ। के गर्ने एकछिन सोचिरहेको छु, सोचेर बसिरहेको छु। तिमी हाई गर मेरो भ्लगमा। मेरो टिकटकमा लाइक गर्दा स्याहारे आज मेरो भ्लगमा आयो। भिनाजु लुक त त सो गाइस डुङ्गा चढ्नको लागि यताबाट जानुपर्छ। डुङ्गा चढ्न चाहिँ उता म जान्छु। डुङ्गा चढ्ने ठाउँ चाहिँ यता पुग्छ होइन। पुगेपछि डुङ्गा चढ्नबाट फेरि त्यति टाढाबाट हिँडिकन फेरि म कहाँ आउने चढेछु हो। यो यही नजिकै आउनुपर्ने क्या। यही नजिक आउनुभन्दा त बरु त यताबाट यस्तो हिँडेर त यता पुग्नु ठिक छ नि त होइन। यताबाट डुङ्गामा उता जाऊ त्यो भन्दा त म यताबाटै जाने भनेर चाहिँ अब म घोडामा जान्छु होला सायद। अनि हामीहरू चाहिँ माथिबाट आएपछि चाहिँ यही नजिक आउनुपर्छ। यही नजिकै डुङ्गाहरू पाइन्छ जति पनि। अनि घोडाको नदीहरू पनि पाइन्छ हेर्नु न, त्यो घोडाहरू कति धेरै छन्। सो गाइज अहिले चाहिँ म यत्तिकै एक्लै चार्जर नै बिर्सेछु माथि कोठा दिदीको घरमा। हतारमा आएर चाहिँ चार्जर ल्याउने मान्छे रोकिरहेको छु। अहिले चाहिँ मजाले बसेको छु, घोडा चढ्न पाएको छु। के हुने हो कहाँ छ बाछा यहाँ कहाँ होला। तर यस्तो ठाउँमा बस्नु तर मजा हो न, एक्लै बस्नु पनि। बसे है दाजु। ल ल ल तर यो घोडा कस्तो राम्रो छ नि। के राम्रो हो त। यस्तो कपाल क्या पाल्न मन लाग्यो होला इकन। हेर्नु त उतातिर त्यो गरे मल्लहरू गोरुहरू चढिरहेको छन्। गोरु चार्जर आउँदैछ म यतै बस्नुपर्ने गाह्रो छ। अब गोरु चराउनु जानुपर्छ कि लास्टमा। खाऊ है मेरो भिनाजुपट्टि भेटिएर यहाँ बस्न कस्तो मजा आएको छ। सबैजनासँग यस्तरी बसिराखौँ यता चाउचाउ खाएर। म भिनाजुहरू चाउचाउ दिइरहेको त होइन कस्तो निकी साली छ न। को भिनाजु पिरा जाने म त है। अझैदेखि उता जान्छ त्यो लिड कुरिरहेको को जाने हो जाऊ एउटा गट्ठी। म खाँदैन जाऊ न नास्ता खाना खानेहरूसँग बसिरहेको छु अहिलेसम्म। रमाइलो छ टाढो चाहिँ मलाई मजा लागेको छ। त्यो लिड कोही बेला नुहाइले पछि हाम्रो अहिले चाहिँ मजा माने अहिले झाडा काखती बसेर मजाले बस्न पाएको हो के न हो। हामी झाडाका भिनाजु भिनाजु मुख देखाउ गट्ठी। जागबहादुर हो नाम कडा छ। अघि को ताखो बाटो छ त नजिकै नै। घोडा चढाउँदैन ताखो बाटै नखक्ति जानु हुने रह। बाजेले राखे नाम खोइ बसिराख छ। अब कतिखेर जाने उता जानुपर्ने झन् उता गएपछि टाउ दुख्छ होला यता जानु नि त। घोडा छोडा चढाए यिनीहरू यस्तै साडी चाहिँ खोजिन पनि पाउँदैनौ। जागबहादुर नाम रहेछ नि पुरा।
जागबहादुर ठुलो बुवा जागबहादुरको ठुलो बुवा बाजाको नाम क्या था अरे क्या अरे बाजा पिछे पिछे भित्ता में गए था नो उसको नाम सेक्सी राहुल अति बिचारा अति बाजे त्यो त नाम पनि क्या होला हो के उसको नाम त्यो के अरे सके राख्ने पनि त्यो लेख्ने मान्छे सो गाइस यस्तो राम्रोसँग इनले भिडियो बनाइदियो आइगयो मेरो ब्लगमा इनले यति धेरै भिडियो बनाइदियो मैले नि इनको बनाइदिएँ हो किन भिडियो सिडियो बनायौँ यता धारातालमा लिड बिसेर पनि ठिकै भएको छ रमाइलो भएको छ भिडियो सिडियो मोमेन्ट हुन्छ एउटा भिडियो भइरह अनि अब आउँछ होला आएपछि ट्याक्कै घोडामा जान्छु अब त म हिँड्नै सक्दैन मलाई घोडामा भित्रलाई बिना पनि हुन्छ यिनीहरू पनि छन् बिराइदिन्छ मुगा अहिले यति नगरेपछि त यिनीहरूको पट्टा हान्ने भयो त हो कि होइन त अनि त्यहाँ रमाइलो रहेछ ठाउँ तर आज चाहिँ त्यति साह्रो सिजन लागेको छैन हल्का बसीतिर सिजन रहेछ बसीतिर मान्छे आउँछ 10तिर हुन्छ किन डाउन भइसकेको सिजनको बेला त एकदम चल्छ हाम्रो त्यतिखेर त यिनीहरू यतिको फुर्सद कहाँ हुन्छ र आज म फुर्सदको टाइममा आएको छु हेर्नु अगाडि कस्तो दामी देखिन्छ यस्तो दामी फोटो खिचाएको मैले नजिकै मैले हेर्नु घोडाहरू कस्तो राखेन ओ राडा हो कि राडा एकचोटि आउनुहोस् ल सबैजना ल टाटा बाई साली अरे ल पछि जान लाग्यो हामीहरू चाहिँ लिड कुर्यौँ अहिलेसम्म 2 घन्टा जतिभन्दा बढी कुर्यो लिडै आएन मोबाइल 6% भएको अब बाटोमा भ्लगै हुन्न होला अब त्यतै गएपछि हुन्छ यिनी पिराइदिने बिना चाहिँ म गइजान्छु ल अब के हान्ने त लाग्यो मोबाइल 6% छ अब कतिखेरसम्म टिक्छ जतिखेरसम्म टिक्छ त्यतिखेरसम्म लग्छु ब्याग बोकेर सो गाइज फाइनली पुगेँ होटल गरे सरहरू चाहिँ उता माथि न सर्वे क्याम्प गर्दै हुनुहुन्थ्यो अब म यतै पुगेँ चार्ज चाहिँ नै 5% छ